हेलो साथीहरू, हामीले चाहिँ हाम्रो घरको बिरालोहरूलाई चाहिँ किन यति धेरै माया गरेको भन्दाखेरि चाहिँ यस्तो छ नि त बेउरा चाहिँ हो। अन्त चाहिँ हामीले माया गर्छ यिनीहरूलाई चाहिँ। अब उस्तैको बिरालो त यस्तो घिनलाग्दो हुन्छ, यस्तो घिनलाग्दो हुन्छ हो, यस्तो घिनलाग्दो हुन्छ। एकदम चोरेर खाने, बेउरा खत्तम कराउने होइन, कोतार्ने। त्यही भएर प्रायः जति बिरालो मन पराउँदैन हो। तर हाम्रो घरको चाहिँ अब भगवान्ले नै मलाई हेर्दैछ भिडियो बनाउँदै गरेको, भगवान्ले नै पठाइदिएको जस्तै हाम्रो घरमा चाहिँ। किनकि हाम्रो आपाले चाहिँ नम्बरमा चाहिँ बिरालो कुकुरहरू चाहिँ टक्कै मन पराउँदैन, टक्कै नै मन पराउनु हुँदैन। तर यो पालि चाहिँ भगवान्ले चाहिँ बिरालोलाई हाम्रो घरको लागि सेलेक्ट गरेर पठाइदिएको जस्तै। कराउँदैन पनि, यसरी खाँदैन पनि, कामहरू पनि बिगार्दैन। अन्त चाहिँ यसले खानेकुरा पनि प्रशस्तै पाइहाल्छ यहाँनिर हो। अन्त यस्तो छ नि त बेउरा चाहिँ। बहिनीले अघि यो मासु चाहिँ राखेर चाहिँ भित्र पनि गएको। मैले पनि अस्ति पनि मैले पनि यसरी नै राखिदिन्छु यसको अगाडि कि नखा भने खाँदैन। यो अरू बिराल जस्तो सुँगेर के गरिसक्ने है कान्छा। अब यसलाई ल भनेर दियो मात्रै चाहिँ खाने कोसिस गर्छ। ल खा, र अब पनि हेरिदिँदैन अब त। ल खा कान्छा, ल त्यो पनि फ्रेस खा ओ ल यसरी दियो भने चाहिँ खानेकुरा गर्छ, न त आफै त न त तपाईँहरू पत्या तिमीहरू त्यहाँ छेउमा भएर खाँदैन होला, न त तिमीहरू टाढामा गयो भने त खान्छ नि भन्छ होला कि। अहिले त कान्छी बाहिर जा त हल्का देखाइदिउँ। हामी कान्छी पनि बाहिर जान्छ, म पनि बाहिर लुकेर। हेर्नु साथीहरू, कोही छैन। हाम्रो छैन, हाम्रो छयालाई पो मजाले हेरिबस्छ हौ। कान्छाले त हाम्रो छयालाई स्ट्यान्डमा राखेको हुन्छ। त्यही त ए ऊ पढाइ त गयो पो यस्तो। ल आई लभ यु कान्छा। यस्तै हुनु गुड। बुढो उसलाई चाहिँ यिनीहरू चाहिँ पुरा